मात्र फ्ललेस डक्टर रामी एन्ड ग्याङ ब्याङको टिम। सो मेरो प्रिडिक्सन रहेको थियो फ्ललेस स्पोर्ट्स और लाका गेमरको टिम भने त्यहाँतर्फको ब्याटल अब कस्तो रहन्छ किन डक्टर रामीको तर्फ 3v3 को 3v4v4 को ब्याटल रहेको छ। के हो फाइट स्टोएक्सले जिताउला त, किनभने स्टोएक्स इज द ब्याकबोन अफ डक्टर रामी हो। स्टोएक्स प्लेयर जब हुन्छ त्यो बेला एउटा बबाल गेम टिमसँग दिने भन्छ। बट ब्याक साइडबाट अलरेडी लाका गेमरको टिम आइसक्यो। डक्टर रामीको प्रतिक्रिया नक निकाल्छ, स्टोएक्स अझै पनि चान्स रहेको छ। 1v1 को फाइट छ, एउटा प्ले नक गरेछ बट फेरि पनि डक्टर रामीको तर्फबाट दुईटै प्ले नक। यहाँबाट जान्छ स्टोएक्स अघि ब्याक साइडमा जाने कोसिस, अलिकति बेसी नै साइड निकाले अनि हेर्दा अब भने डक्टर रामीको टिम भने टोटली पुसअप गरे भने अब भने एउटा दुईटै क्रिएटरको टिम। सो फ्ललेस भर्सेस ग्याङ ब्याङको टिमको फाइट परिरहेको छ। ग्याङ ब्याङको टिम टोटल राइस स्पार्सी हैज बीन नक। फर्स्ट नक दिए सुबान आफ्नो नेडिङ कोच छ, सुबानलाई नक निकाले कोच रहेछ। स्पार्सी डेल अघि ब्याक साइडमा जाने कोच, डेलको तर्फबाट 1 मिनटको फाइट आउनु भएका छन्। त्यहाँतर्फ हुन्छ प्रपर छ निकाल्छन् डेल। वाट क्यान यु डु बट एकैछिनमा स्क्वाडै खत्तम गर्ने पाराले आएर फ्ललेस स्पोर्ट्स वाट अ बुया 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 लेट जाने वाला छ। मेरो प्रिडिक्सन सरी लाका गेमर मेरो प्रिडिक्सन मिलेको छ बट बुया भवाल त्यो अरू कि म्याच नम्बर 2 पर्वेची म्याचको बुया अभियसली हाम्रो निकालिसकेको छ लाका गेमरको टिमले र एमभीपी हुन्छन् हाम्रो, सरी फर द्याट। बट अननोन देख्न सक्छौँ 9 इलिमिनेसनको साथ एमभीपी भइरहेका छन्। त्यहाँ किल निकाल्नु भन्दा पनि त्यहाँ फाइट निकालेको थियो भने राम्रो हुनु। स्नाइपर एकजना मात्र प्लेयर रहने छन्, स्नाइप रहेका छन्। 1v1 को फाइट ब्लू यहाँ रहेका छन्। के निकाल्छन् त ब्लूलाई हेर्नेछन् हामी। हेल्थ कम छ मेरो आँखा मुनितर्फ एन्ड नो यहाँ पोइजनले किल निकालेका छन्। टिकेको एन्ड पोइजन दुईटा पोइजनको फाइट परेको सँगसँगै यहाँ दुईटा प्लेयर्स रहेको छ। 1v2 गर्नुपर्ने हुन्छ। के 1v2 निकाल्छन् त ब्लू हिरोले हामी हेर्नेछौँ। हेल्थ निकै बढी कम छ। नो यो म्याचमा भने रहने छैन। लेट्स गो त्यो रहेको थियो बुया बुया बुया। आजको दिनको चौथो म्याचको बुया निकालेर किल पनि इनफ किल निकालेका छन् एन्ड वाट अ गेम त्यहाँ। तर पनि ब्लू हिरोको कन्ट्रिब्युसन द्याट वाज भेरी भेरी अमेजिङ एन्ड यहाँ लाका गेमको लागि भने यहाँ बुया निकालेका छन् एन्ड बुया सँगसँगै इनफ किल निकालेको छ उहाँहरूले। एन्ड त्यो जुन हाम्रो डक्टर आर्मीको टिम्स उहाँहरू एउटा कम्पाउन्ड माथितर्फ वेट गर्दैछ, तर त्यहाँ एउटा युटिलिटिजले पुरै काम तमाम गरिदिएका छन्। डाउन निकालेको त्यहाँ हामी डेफिनेटली रेडी रहेका नै छन् अर्को गेम सँगसँगै म्याच स्ट्यान्डिङ सँगसँगै ओभरअल स्ट्यान्डिङ हेर्नको लागि। वी आर अलवेज रेडी एन्ड अहिलेको लागि भने एमभीपी देख्छौँ हामीले अननोन नन अदर देन अननोन एभ्री टाइम अननोन आउने नेवाला छ जुसे। किन भन्दाखेरि अननोनले जुन प्रकारको आज खेल्दैछन् नाम थाहा छैन हामीलाई, तर पनि उहाँको काम डेफिनेटली हामीलाई थाहा नै छ। छोडा प्लेयर एन्ड तान्जिरो, ओके मुनलाइटको लागि तान्जिरो लास्ट प्लेयर रहेको हामी देख्न सक्छौँ। लाका गेमिङको अझै प्लस 4जना प्लेयर रहेको हामी देख्न सक्छौँ। तान्जिरो माथि सर्ट आउँछ, बाँच्न सफल अभियसली तान्जिरो हुँदैनन्। अब भने दुईवटा टिम बाँकी रहेको छ। 2v3 को सिनारियो अब भने क्रिएट भइसकेको हामीले देख्न सक्छौँ। एन्ड यस अब एउटा नक निस्केको देख्न सक्छौँ हामी फ्रिकमाथि। आई थिङ्क फ्रिक नक भएको थियो। यस फ्रिकलाई रिभाइभ पनि हानिएको छ, तर फ्लकको टिम 3जना अब सर्ट रेन्जमा इन्गेज भइसकेको छ। अननोन भने पछाडिबाटै आफ्नो टिमलाई कभर फायर दिन्छन् 3जना प्लेयर अरू भने देख्न सक्छौँ हामी। सर्ट रेन्जमा फ्रिक फेरि पनि नक आउट नामी जान्छ लन्चर। ब्लू हिरोलाई पनि टेक डाउन गरिन्छ। फिस्टे लास्ट प्लेयर स्नाइपर फिस्टेलाई फिनिस गरिन्छ। एन्ड लाका गेमिङ फ्ललेस स्पोर्ट्स विथ अ बुया इन द सेकेन्ड म्याच 10 किलको साथ यो टिमले बुया निकाल्छ र राम्रो गेम प्ले ओभरअल सबै टिम सबै प्लेयरले आफ्नो आफ्नो पार्ट राम्ररी खेल्छन् एन्ड बुया निकाल्छ। अफकोर्स लाका गेमरले हाम्रो सेकेन्ड म्याचको बुया त लिएर गएका छन्। बट आजको दिनको गेम अब कुन चाहिँ टिमले चाहिँ 80 पोइन्ट निकालेको त्यो त हामीले केही क्षणमा हेरिन्छ।